साथीहरू कोही बेला नि यसरी नै बसिराख्दा नि मलाई चाहिँ एउटा कुराको याद पाउँछ। हामी मान्छेहरू चाहिँ कति साह्रो बैगुनी है। आफ्नो गल्ती चाहिँ पहिल्यै पछि आफ्नो गल्ती चाहिँ याद गर्दैनौँ होइन। हामीले के गल्ती गर्दैछौँ भनेर चाहिँ हामीले कहिले पनि हामी आफैलाई त्यस्तो सोच्दैनौँ है। भनेपछि चाहिँ हाम्रो चाहिँ एउटा सानो हामीले चाहिँ एउटा गल्ती हामी आफैले गल्ती गऱ्यो भने पनि हाम्रो बानी चाहिँ के होला, मेरो चाहिँ भगवानै छैन रहेछ, भगवानै मेरो लागि चाहिँ छैन जस्तो लाग्छ, भगवानप्रति म विश्वास गर्दिनँ भन्ने मेरो कति साथी मान्छेहरू हुन्छ नि त। तर मलाई चाहिँ यस्तो लाग्छ है, हामीले एउटा 2-3 जनाको परिवार त सम्हालेर राख्न सक्दैनौँ भने भगवान भनेपछि त भगवान हो। उसले त सारा विश्व ब्रह्माण्डलाई हेर्नुपर्छ उसले। कति लुला लङ्गडा दुखी पीडितहरूदेखि लिएर पशु पन्छी सबै उसले हेर्नुपर्छ भनेपछि होइन, कतिवटा गल्तीमा पनि भगवानले क्षमा दिन्छ है। कतिपल्ट गल्तीमा पनि क्षमा दिन्छ। त्यो गल्तीमा त्यो क्षमा दिँदै पनि हामीले चाहिँ त्यो क्षमा दिँदै पनि हामीले चाहिँ थेत्तर हुन्छौँ। तर त्यो पनि हामीले भुलिरहेको हुन्छौँ, भगवानलाई नै लगाइरहेको हुन्छौँ। हाम्रोमा चाहिँ नि कमजोरी चाहिँ त्यही छ, आफ्नो गल्ती चाहिँ देख्दैन, खालि अर्काको गल्ती अर्कालाई लाउनु। एउटा भजन छ नि एउटा, पोल्यो भने आगोलाई दोष भन्ने, डुब्यो भने पानीलाई दोष भन्ने। मलाई त त्यस्तो याद पो आउँछ। आफू एउटा भने पनि छ है अर्को, आफू नाच्नु जान्दैन लाटाको आँगन टेढो भन्ने है। मलाई चाहिँ त्यस्तो लाग्छ है साथीहरू, तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? म चाहिँ एउटा भगवानको चाहिँ एकदमै विश्वास लाग्छ। किनकि भगवान चाहिँ हामीसँगै हुन्छ, साथैमा हुन्छ। भगवानले त्यसरी कसैलाई पनि छुटाउँदैन। तपाईँ हामी कसैलाई छुटाउँदैन है भगवानले चाहिँ। तर आफ्नो गल्ती के छ त्यो चाहिँ आफूले सम्हाल्नुपर्छ। भगवानले सपोर्ट त जस्तोलाई पनि दिइहाल्छ साथीहरू। ल है साथीहरू, मेरो